सानो मिनी भ्लग बनाउँदैछ M32 को बारेमा है, अडियोको बारेमा र राउटिङको बारेमा मात्रै आज बुझ्ने हामी। मन पर्यो भने नेक्स्ट भिडियो अझै बनाउला। अब गयो हामी यसको पछाडि आउटपुट सेक्सनमा जानुपर्छ। हामी 15 र 16 पहिले कम्पनीबाटै जस्तो कम्पनीबाटै लेफ्ट राइट भनेर आउँछ, उसलाई सार्न चाहिँ पनि मिल्यो। हामीले 1 2 र लेफ्ट राइट पनि बनाउन मिल्छ सबै, तर कम्पनीबाट 15 र 16 मात्रै आउँछ। ल अब अन गरेर हेरौँ। बिगार्दै छैन नि यार, अन हुँदैछ। आज हामी सिक्दैछौँ अडियोको लागि मात्रै, अडियो कसरी चलाउने र कसरी गर्ने। फर्स्ट अन भएपछि यो आउँछ, हाम्रो आयो। यसको पछाडि आउटपुट सेक्सन हामीले सुनिसक्यो, भनिसकेँ मैले। अब पालो आयो हामी यसमा अडियो जेक हाल्नलाई। ज्याक केस हो, हामी जहिले नि स्टुडियो चलाउनु पर्छ। यसको लागि म पछाडि आउटपुटमा हाल्दैछु। हजुरहरूले जहाँ पनि हालेर चलाउन सक्नुहुन्छ। जस्तो यसको आउटपुट छ यहीँ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। 1 2 3 4 5 र 6 छ। तपाईँहरूले जहाँ मन लाग्यो त्यही हालेर चलाउन सक्नुहुन्छ। जस्तो म 5 र 6 चलाएँ। अब आयो, अगाडि हामी प्याच गर्नुपर्छ। यसको लागि हामी लिङ्क गराउनु। अब 5 र 6 त लिङ्क गराउनु पर्यो हामीले। यसको लागि 1 देखि 16 सम्म यहाँ च्यानल छ। फर्स्ट बटम भयो। सेकेन्ड यो भयो। सेकेन्ड 17 बाट 32 सम्म छ हाम्रो। थर्डमा पालो अडियोको आयो हाम्रो। थर्डमा अडियो छ। अनि चौथोमा बसिस मिक्स भनेर छ। यो भनेको मोनिटरको हो। हाम्रो यो मोनिटर खोल्छ। यता आउनुहोस्, यहाँ देखाइदिन्छु हजुरहरूलाई। यो मोनिटरको हो बसिस भनेको। उता पनि चल्दा यता पनि माइन्ड मास्टर खोलिरहेछ हामीले। तर अहिले हामी यसमा गएको छैन, हामी अहिले अडियो मात्रै गरिरहेछ। अडियोको लागि सिलेक्ट गर्यो, सिलेक्ट गर्ने, लिङ्क आयो। यहाँ अप्सन लिङ्क आयो। 5 नम्बर जस्तो हामी 5 नम्बर सिलेक्ट गर्यो। 5 नम्बरलाई लिङ्क गर्यो। लिङ्क भयो 5 नम्बर हाम्रो। अब यसलाई म्युट गरिदिनु एकचोटि। सोह्रबाट हामी आउटपुट आयो, हामी गऱ्यो, यता हाल्यो। सानो क्लिप मोबाइलबाटै लिनु पर्यो है। युट्युब सिग्नल आइसक्यो अडियोको। अब अडियोको लागि हामी गेन स्टेसन कति गर्ने यति राख्यो भने यहाँ म्युट हुन्छ। म्युट अन गर्ने। मास्टर म्युट हटायो। 0 dB सेट गर्नुपर्छ हामीले जहिले नि। मास्टर 0 dB। म्युट अन आयो। अडियो आयो। अब हामीले के गर्नु पर्यो भने यसको EQ गर्ने। EQ भनेर यहीँ हुन्छ सबै तपाईँको। गेन, लो कट, 80 भोल्ट, यो सर्ट गराउने भन्नाले अब जुन फेज नन फेज भएको हुन्छ त्यसलाई फेज अन गराउने। गेट भयो, डाइनामिक कम्प्रेसर भयो, अनि यो मोनिटरको भयो, यो लेफ्ट राइट भयो। हामी यसको EQ मा जानलाई हामी EQ यो थिच्नुपर्छ। यो थिचेपछि EQ आयो हाम्रो। अब यही गीतमा अब हामीले के पुगेको छैन, कुन सिग्नल ब्याड हो कुन राइट हो भनेर यहाँ देख्ने हो, हेर्ने हो। यो रातो भनेको ब्याड हो, कुनै ब्याड हुन्छ कुनै राम्रो नि सिग्नल हो। तर यिनीहरूलाई हामीले अझै यसलाई क्लियर दिनलाई यहाँबाट गर्नु पर्यो, हामी EQ गर्नु पर्यो। गीतमा अब सुन्दै जानु होला।
आजको लागि यति नेक्स्ट DL32 कनेक्ट गर्ने अनि माइक्रोफोन कसरी चलाउने अर्को भिडियोमा हेर्नु ल मन पर्यो भने लाइक शेयर सब्स्क्राइब सब कुछ सक्दिनु है